भन्दैन। हेलो हेलो साथीहरू, हामी चाहिँ जङ्गल जाँदैछौँ। ओके अङ्के क्यामेरा राम्रै आउँछ है, क्यामेरा राम्रै आउँछ नि। ए छ्या कस्तो खोर एउटा छ देखे अस्ति आएको त नि हाम्रो घर आएको त नयाँ वर्ष पछि त्यो के छ्या मेरो बोली त कस्तो भयो रुगा लगाएर आँप पाक्ने बेला भएन अचार गाडेर आँपको अचार पाके त होइन होला मेरो होइन दिदी हो जङ्गल त कस्तो हरियाली जङ्गल कस्तो हरियाली रहेछ अब च्याउ त पाएँ नपाएँ नि भिडियो चाहिँ त हामी हरियाली च्याउ नै पाएन यो के हो नि च्याउ साथीहरू च्याउ अनि च्याउ जस्तै लाग्छ सेम हुन्छ नि कोटे ढुङ्गा अनि के अरे हाते नङ त कस्तो करत नङ दुखेर सेम त छ अब भिडियो बनाउँदै हिँड्नु गर्ने हो भिडियो बनाउने गाइजहरु जंगलमा पड्के च्याउ खोज्दै
भेनालाई जुम गरिदिनु पर्यो। चितवनको राप्ती नगरपालिकाको खुरखुरेबाट माथि श्री ग्रुप भन्दा पनि माथि। यो ठाउँको नाम चाहिँ ठ्याक्कै थाहा छैन। छेउ कति पढेको थियो। कति पायो दिदी च्याउ? टार्गेट चाहिँ 1 महिना पुर्याउनु। के हो रे त्यो बँदैले हो रे त? त्यस्तो पद गराउने हुँदो रहेछ अहिले सोच्नु नि यो हुन्छ अरे कता हुनु के हो यो के हो हेर्नु त यहाँ च्याउ फोरेर पुरै पत्कर एकै ठाउँमा जम्मा गरिदिन्छ। फाइनल्ली च्याउ भेटेछ है, पड्केछ। यहाँ तलतिर हुन्न भने यस्तो त्यहाँ हुन्न हुँदैन मुनि हुँदैन। मैले भेटेँ यसले टोक्यो नि ब्याङ्गेले। यो थियो है यहाँ छ गाई त्यो यत्रो फल्छ हाम्रो त्यो यो पाहामा रहेछ, यो पाहामा रहेछ। यो त अलि सानो अनि
यस्तो पनि खोजाएछ दिदीहरूले त कुरा काटे त्यसले सुन्यो नि के सन्तानै आयो नि म एक्लै बुढी फिजा रहेछ कोही चिया खोजेर थकाइ लाएर थकाइ मारेको